तर तपाईहरुले नि देशको नाममा देश र जनताको नाममा देशद्रोही काम गर्नुभयो भने नि तपाईले गोली ठोक्ने म यो लक्ष्मण लामा हुन्छ फेरि याद गर्नु होला है मेरो नाम गोली ठोक्ने तपाईले हुन्छ होला म मेरो सर अझ म सोध्नु चाहन्छु सुन्नु हैन सुन्नु एक्सक्युज मी साथी यही हो तरिका हजुरलाई बुझाउनु पर्ने तरिका सुन्नु न सर एकछिन अर्को मेरो प्रश्न के छ भने नि यो देश ध्वस्त भएको कारण भ्रष्टाचारले नम्बर 1 भ्रष्टाचार नेपालमा त भ्रष्टाचार भयो हैन विदेशीसँग पनि अरबौं खरबौं नेताहरूले पैसा लिएर देश ध्वस्त गरेर नेपालले बेचिसक्यो अब अस्तिको आन्दोलनमा शेरबहादुरको घरमा अरबौं पैसा दियो भने केपी को प्रचण्डको अरु नेताहरूको घरमा कति पैसा थियो होला हैन एउटा इन्सपेक्टरदेखि एसपी डेसपी र सरकारी निकायहरूमा कति पैसा थियो होला जेनरल कर्नलहरूको कति पैसा थियो होला 17 प्रदेशको मुख्यमन्त्रीहरूसँग कति पैसा थियो होला मेयरहरूसँग कति पैसा थियो होला के अरे वडा अध्यक्षसँग कति पैसा थियो होला यो भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने यो यिनीहरूलाई यसैको नियुक्तिमा हामी भ्रष्टाचारको विरुद्धमा लडेको हो नि त कारबाही गर्ने कि नगर्ने यसको मेन है त्यही कारणले गर्दा तपाईहरु काम गर्नुस् होला सबै जनताले आश गरेको छ हैन यो जुन परिवर्तन भएको छ एकदम आश गरेको छ तपाईले शुभकामना छ बधाई छ हैन हामी साथ दिनु हैन ज्यान पनि दिन तयार छु देशद्रोहको लागि जनताको लागि चाहिँ तपाईले गलत नगर्दिनु होला धेरै आशा छ यो जनताले धेरै आशा गरेको छ अहिलेको सिचुएसनले अहिलेको के अरे जेनजीलाई धेरै आश गरेको छ जनताले हस् त धन्यवाद मेरो जवाब चाहियो क्या होइन मेरो जवाब चाहियो अनि अर्को कुरा तपाईले यो फाइल स्टारमा जसरी यो पत्रकार सम्मेलन गर्नुभएको छ नि यो जनताको पैसा हो कि तपाईको पर्सनल पैसा हो यसको पनि कुरा क्लियर गर्नु पर्यो हामी जनताहरू भोकै छ तिहार आइसक्यो होइन चाडपर्व आइसक्यो मान्छेहरूले व्यवस्थित भएको छैन हैन अहिले जेनजीको जति पनि जेनजीको जति युद्ध गरे त घाइतेहरू भएको छ पीडितहरू भएको छ हैन जति मरेको छ तिनीहरूको घरमा अहिले बिहान छ एउटा आशिका तामाले घर घरमा पुर्याएर चाहिँ एउटा सानो सहयोग गरेको छ मलाई यसको जवाब एउटा सोध्नुस् न मैले जवाब हैन मैले यो जवाब तपाईले दिए भयो पत्रकार सम्मेलन हो बोल्नु त पाइन ठीक छ यसको मलाई जवाब चाहियो मिराजी मैले यो 5 स्टारमा चाहिँ कसरी भयो भन्दाखेरि उहाँहरूले हामीलाई सहयोग गर्न सोध्नुस् हामीले सहयोग बुझ्न खोज्यौं पाइन उहाँहरूले हामीलाई क्षमा गर्नु ठीक छ त्यो राम्रो कुरा हो सहयोग गर्नु राम्रो कुरा हो मैले मिराजी मैले सही ल एकैछिन ल बस्छु छु जस्तो जेनजी आन्दोलन हो जेनजी आन्दोलन पछाडि साथीहरू सर्वप्रथम मेरो सञ्चारकर्मी साथीहरूले त्यो हाम्रो सुन्नुहोस् है यो पत्रकार सम्मेलन हो यो पत्रकार सम्मेलनको लागि तपाईहरुले यति मिहिनेत गर्नुभएको छ सञ्चारकर्मी साथीहरूले खास गरी त यो जेनजीहरूको आन्दोलन पत्रकारहरूको कारणले सफल भएको नेपालको जेनजीहरूको आन्दोलन यी सबै सञ्चारकर्मीको कारणले सफल भएको है मैले सञ्चारकर्मीलाई पहिले सम्मान गरौँ सञ्चारकर्मीले पनि एकदम गम्भीर बहस गर्नु आयो किनभने तपाईले प्रश्न सोध्न पाउनुहुन्छ म पहिले 3-4 मिनेट बोल्छु है तपाईलाई किन जेनजी आन्दोलनको मुभमेन्ट र यो पोलिटिकल पार्टी आज गठन गरे पनि होइन फेरि यो किनभने यहाँ पोलिटिकल पार्टी नै गठन गरेर मिला ढुङ्गा आउनु भयो कि भनेर पनि नसोच्नु होला किनभने उहाँले अब जनताको जनमत बुझेर कस्तो किसिमको पोलिटिकल पार्टी खोल्ने र पोलिटिकल पार्टी खोल्दाखेरि आगामी दिनमा यसले लिने एजेन्डा के हुन सक्छ पहिला एजेन्डा क्लियर गर्नु पर्यो क्या हामीले देश बनाउने कुरा छ यो जेनजी आन्दोलनको मुभमेन्ट भनेको के हो देश बनाउने हो भ्रष्टाचारीहरूलाई कारबाही गर्ने हो देशमा विकास गर्ने हो युवालाई रोजगारी दिने हो आजको आवश्यकता त्यही हो किन भ्रष्टाचारीलाई आज ठुलो काम त गरेका छन् चरमविरोध गरेका छन् यसलाई हामीले संस्थागत गर्ने आजको आवश्यकता त्यसैले हामी सबैले एउटा अभियान सुरु गरौँ अहिले पोलिटिकल पार्टी खोल्नुभन्दा पहिला सबै जेनजीको हुनुपर्छ सबै जेनजीको जेनजीहरूको भित्र एकता आयोगको आवश्यकता सबै मिल्नुपर्छ त्यसैले म तपाईँलाई भन्न चाहन्छु यो पत्रकार सम्मेलन हो यो पत्रकार सम्मेलनमा साथीहरू मैले त खालि जेनजीहरूको हरेक मुभमेन्टमा मैले साथ दिएको भएर मैले त आजको दिनमा म पत्रकार साथीहरूलाई धन्यवाद दिन चाहन्छु
नेपालको हरेक सञ्चार क्षेत्रले केन्द्रीय साथ दिएको छ। ल मैले तपाईँलाई कारबाही यता मेरो गर्नु अभियान सुरु गरेको छ। त्यसको नेतृत्व युवाहरूले गर्ने हो। ल